तपाईलाई यी गरिबको आँसु लाग्छ भनेर ती वृद्ध अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए, जो लघुवित्तबाट पीडित भएका थिए, जो सहकारीबाट पीडित भएका थिए। जीवनभरिको कमाइले घर बनाएको थियो उनीहरूले। कसैले मकै बेचेर, मकै पोलेर बेचेर घर बनाएका थिए, कसैले सागका मुठा बेचेर घर बनाएका थिए, कसैले गिटी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए। तर ती सबै घर भत्के। ती घर थिएनन्, मान्छेका सपनाहरू थिए, सपनाहरू भत्के। घर भत्किनु ठुलो कुरो होइन, मान्छेको सपना भत्काउनु ठुलो कुरो। त्यसले गर्दाखेरि मैले त भनेको थिएँ 3 दललाई 60 दललाई एकै ठाउँमा राखेर चुनावमा नजाउँ साथी हो भनेर होटल एभरेस्टमा मैले भन्दै गर्दा मैले त्यतिखेर भनेको थिएँ यो सिंहदरबार र सर्वोच्च अदालतमा त्यतिकै आगो लागेको छैन। बालेनलाई प्रधानमन्त्री बनाएर गरिब जति लखेट्ने हो। गरिब जब बजारबाट लखेटिन्छ नि त्यस पछाडि बजारमा केही पनि हुँदैन। किनभने गरिब पनि चाहिन्छ, धनी पनि चाहिन्छ, हामीलाई मजदुर पनि चाहिन्छ, लेबर पनि चाहिन्छ, ड्राइभर पनि चाहिन्छ, खलासी पनि चाहिन्छ, जुत्ता सिउने मोजी पनि चाहिन्छ, कपाल काट्ने नाई पनि चाहिन्छ। त्यसले गर्दाखेरि धनीको मात्रै सिटी बनाउन खोजियो। अहिले मैले सुन्दैछु, मैले त्यतिखेर भनेको थियो चुनाव होस्, चुनाव भएको 15 दिन पछाडि चैत 15 भित्र फागुन 15 भित्रमा बालेन प्रधानमन्त्री हुन्छन्। बालेन प्रधानमन्त्री भएको 15 दिनमा तिमीहरूले खेल हेर्नु, तिमीहरूका डडेलामा डोजर चलेर छ भने मलाई सम्झिनु। त्यतिखेर मलाई भन्नु है, तिमीहरूले भनेको मैले एभरेस्ट होटलमा भनेको थियो यो माघको 3 गते हो कि 4 गते भनेको थिएँ मैले। माघको 3 गते 4 गते भनेको थियो। तर आज त्यही हालत भयो। देशैभरि जसरी आयो त्यसरी गयो। फेरि मान्छेलाई रुवाएर नि कहाँ सरकार रहेछ त अहिले त भोट हाल्ने मान्छे अस्ति काङ्ग्रेस र एमाले हुँदा भयो भनेर गाउँतिर लजाउँथे, अहिले घन्टी भनेपछि लुक्न थाले अरे। फेरि होइन है हामीले त भोट हालेको छैन भन्न थाले अरे। अहिले ठ्याक्कै उल्टो भएछ कि कति यो यिनीहरूले जस्तो केपी ओलीले जुन 34 वर्षमा केपी ओलीले जुन बाटोमा पुगेको थियो नि, यो त 1 महिना पनि लागेन त्यो बाटोमा पुग्न। एउटाले भन्थ्यो जैसा आया वैसा खाया फिर खाया गनाया भन्थ्यो क्या। जसरी आयो त्यसरी गयो। अब यिनीहरूलाई लाग्छ अहिले बन्दुकको भरमा बालनजीले अहिले शक्ति सबै आफ्नो हातमा ल्याउनु हुँदैछ केपी ओलीले जस्तै गरेर। म बालनजीलाई के भन्छु भने नि, शक्ति भनेको जनता हो। तपाईँले देख्नु भएको छ त, शक्ति भनेको बन्दुक होइन, शक्ति भनेको जनता हो। अब तपाईँको पक्षमा जनता छैन, तपाईँले बुझ्नु होला। केही मान्छे त मुख छाड्ने राख्नु भएको छ अहिले पनि होइन। बडा भेडा जस्ता अनुहार गरेका महिलाहरूले मुख छाड्छन् रातभरि नसुतिकन, विदेशमा गएर के बेचेर चाहिँ कसरी कमाइरहेछन् पैसो, अनि यहाँ सिकाउँछन् कहाँ के गर्छन् होइन। यहाँ गर्न नसकेर विदेश भागेका छन्, अनि त्यहाँ बसेर हामीलाई गाली गर्दै मान्छे राखेको छ। तर जुन चिज भत्काउनु पर्ने थियो त्यो चिज भत्केन, जुन नभत्काउने थियो त्यो पहिला भत्काइयो कि। डिपी स्टेट थियो त्यहाँ भत्काउनु पर्ने। 16 जना मारवाडी, 10 जना नेपाली बिचौलियाहरू थिए। मैले भनेको थिएँ त, ब्याङ्क त्यसैको, लघुवित्त त्यसैको, सहकारी त्यसैको, व्यापार त्यसैको, व्यवसाय त्यसैको, इन्सुरेन्स त्यसैको, रिइन्सुरेन्स त्यसैको, गाडीका सोरुम त्यसैका, चामल ल्याउने त्यसैको, दाल ल्याउने त्यसैको, चक्लेट ल्याउने त्यही, विदेशबाट आएको हाम्रो रेमिटेन्स ल्याउने त्यही हो कि। यसका हामी गुलाम भएका छौँ। शरीर बेचेर पठाएको पैसो हेर्नुहोस् है, विदेशबाट हाम्रो चेलीबेटीहरूले दुबईका डान्स बारमा डान्स गरेर पठाएको पैसो आफू बेचिएर हेर्नुहोस्, सुत्केरी जिउ छोडेर 6 महिनाको दुधे बालक छोडेर घरमा छोडेर विदेश गएर कमाएर पठाएको पैसो सुत्दा त्यही डिप स्टेटमा जान्छ। भत्काउनु पर्ने थियो डिप स्टेट, तर भत्काए के भन्दाखेरि नि गरिबका बस्ती। मैले अस्ति अलिअलि
मात्रै भनेको थिएँ। बाबुराम भट्टराई भन्ने छ नि त्यो बाबु, उसको पालामा 68 सालमा तपाईँको एसियन डेभलपमेन्ट ब्याङ्कबाट सुकुम्बासीहरूलाई व्यवस्थापन गर्न, त्यहाँ खोलो पस्न नदिन, त्यहाँ उनीहरूका घर बनाइदिन, उनीहरूका टहरा बनाइदिन, उनीहरूलाई बाटोघाटो स्कुल बनाइदिनको लागि, उनीहरूको सुकुम्बासीको व्यवस्थापनको लागि 63 मिलियन भनेको 10 अर्ब रुपियाँ पैसा त्यतिखेर ल्याएको। तर बाबुराम भट्टराईले के गरेछन्, बर माथि कता जङ्गलतिर 12 करोडमा मान्छे पनि नआट्ने 7 बाई 7 का कोठा बनाएर 12 करोडको कोठा बनाएर त्यो जम्मै पैसा त्यतिखेरै खाए। र एसियन डेभलपमेन्ट ब्याङ्कसँग एग्रिमेन्ट गर्दा के भनेको छ भन्दाखेरि, यहाँ कागजमा छ कता, एसियन डेभलपमेन्ट ब्याङ्कमा उ गर्दाखेरि के भनेको छ भन्दाखेरि, कुनै पनि सुकुम्बासीलाई हटाउँदाखेरि उसलाई पहिला 35 दिनको समय दिनुपर्ने, उसको क्षतिपूर्ति दिनुपर्ने भनेर भनेको छ। भनेपछि बालेन आफैले पनि के भनेको थियो भन्दाखेरि, मैले देखिरहेको थिएँ त्यो चस्मा लगाएर बोलेको, मान्छेका 50 लाख रुपियाँ आनाका जग्गा भोलि घर पऱ्यो भने भत्काउनु पऱ्यो भनेदेखि त पहिला क्षतिपूर्ति दिएर भत्काउनु पऱ्यो नि भनेर बालेन भन्ने। रवि लामिछाने छाती छाप्न आउँछु भन्ने, छाती थाप्ने भन्ने। गरिबका बस्तीमा डोजर चलेछ भने म छाती छाप्न आउँछु। पहिला माफियाहरूका घरमा डोजर चल्छ भनेर भनेको, माफियाकामा नमस्ते गर्न जाने, डोजर गरिबका उसमा चल्यो। अर्को खगेन्द्र सुनवार भन्ने थियो, त्यो समय अनुहारै छोपिने चस्मा लाउने, भट्टु जस्तो अनुहार गरेको नि, सिक्री सिक्री लगाएर हिँड्ने क्या आफै। ऊ पनि भन्थ्यो छाती थाप्न आउने भनेर, खोइ आज सुकुम्बासीको छाती थाप्दिने। सुकुको हालत भयो। सुकुले चाहिँ फेरि नि तपाईँलाई एउटा कुरो कि गजबको कुरा छ, बालनलाई ढोक्दै भयो भर्खा सुकुका टोलमा हरिया झन्डा, यसपालि त हामीलाई धनी पूर्जा दिन्छ भनेर खुट्टा पनि ढोगे। यत्तिकै चाहिँ हात समाउँदै सुकुले चाहिँ तेरीमा सानो त्यति गरेका थिएनन् ती महिलाहरू। 1 महिना भएन हो बाबा टिकेन, उफ्री उफ्री भोटालेको। मैले त भन्दै थिएँ यो गरिबको सरकार होइन, यो धनीको सरकार हो, यो हाम्रो सरकार होइन, अमेरिकाको सरकार हो। यसको उद्देश्य भनेको यहाँको लिथियम, कपर, युरेनियम लाने हो, र यो सरकारको उद्देश्य भनेको यहाँ विदेशी सेना ल्याउने हो र चाइना र भारतलाई फुटाउने हो। उद्देश्य त्यो हो, यो हाम्रो गरिब जनतासँगको उद्देश्य नै होइन। त्यत्तिकै सर्वोच्च अदालत र सिंहदरबारमा आगो लागेको छैन भनेर मैले भने भन्दाखेरि पत्याएन। ए सुकु छोइन सक्न भएका थिए, बुरुक बुरुक उफ्रिन्थे। उफ्रिन मिल्ने भए त नि घरै नागुला जस्तो गर्थे। अब साँच्चै भन्यो भनेदेखि मन परायो, त्यो मन पर्यो भने गधे भी दिल लाग्दा है, गधे भी क्या चीज है, कोनी के भन्छ नि, गधे भी दिल लगी तो परी क्या चीज है भन्छ नि। अब मन परायो बालनलाई, म त बालनलाई देख्दाखेरि त बालनको अनुहार अर्कै देख्छु। कता न कता ए दारी पालेको छ, यत्रो चस्मा लगाएको छ, चस्मा खोलेको छैन, अनुहार राम्रै म त उसको जस्तो देख्छु। महाभारतको रामायणको त्यो जस्तो के भन्छ, श्रीलङ्कामा बस्ने मान्छे जस्तो नि, पहिलाको श्रीलङ्काको मान्छे जस्तो देख्छु, डोजर जस्तो देख्छु। डोजर जस्तो देख्छु अनुहार। ऊ हिँडेको फोटो खिच्दा फेरि हाम्रा पत्रकारहरू तम्के सानै तम्सिया छैन। हेर्नुहोस् है, कुरो कहाँ रहेछ अहिले थाहा पाउँदैछ। नेपालभरिका नि 60 लाख सुकुम्बासी घरबार विहीनहरू अहिले सुतेका छैनन्। कतिखेर डोजर आउँछ भने राति सपनामा पनि डोजर देख्न थाले। हिजो धन्न सर्वोच्च अदालतले त्यो कुमार रेग्मी श्रीमानलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु। यसो अन्तरिम आदेश दिएको छ, त्यो पनि अन्तरिम न हो, केही समयलाई राहत दिएको छ, केही समयलाई है। यो बुझ्नु पर्यो नि। फेरि यो सधैँभरिलाई दिएको होइन नि, हाम्रा सुकुहरू फेरि नि, यो त भूमिविहीनहरू सुकुहरू हाम्रो चाहिँ सधैँभरिलाई हो भन्ने नसोच्नुहोस्, केही समयलाई हो।
अध्यादेश आयो, कसरी त्यहाँ खेल भयो। के रहेछ भन्दा प्रधान न्यायाधीश फेर्दैन मात्रै अध्यादेश ल्याएको रहेछ नि त्यो संसद चलेर। त्यो नगरिकन नियमित 6 जनाको उसमा 1 जना बढुवा गरिदिएको भए हुन्थ्यो नि। तर मलाई एउटा फिल भएको छ, जो प्रधान न्यायाधीश आइसक्यो, अब यसमा विवाद गर्नुपर्ने कामै छैन। हिजो कल्याण श्रेष्ठको चल्थ्यो भने आज चोलेन्द्रको चल्छ। फरक त्यही हो। चोलेन्द्रकोमा धाउने, चोलेन्द्र शमशेर राणाकोमा धाउने। रवि त्यो के भएको छ भन्दाखेरि रविको मुद्दा, रविलाई सफाइ दिनलाई सहकारी ठगेको मुद्दा। हामी पनि हेरौँ सहकारी ठगेको मुद्दा कसरी सफाइ पाउँदा रहेछ। हामी पनि हेर्छौँ, यहाँ प्रतिपक्षी छौँ नि। र म सपना मल्ल प्रधान श्रीमान जो हुनुहुन्छ वरिष्ठदेखि उहाँदेखि जो उहाँहरू लाइनमा हुनुहुन्थ्यो, उहाँहरूलाई के भन्छु भने नि, म सपना मल्ल श्रीमानलाई खास गरेर के भन्छु भने, तपाईँ त वरिष्ठ कानुन प्रधान न्यायाधीश भएर चलाउनु भयो, वरिष्ठ न्यायाधीश हो, त्यसै वरिष्ठ। अहिले प्रधान न्यायाधीश विनोद शर्मा भए पनि, सम्माननीय भए पनि उहाँ कनिष्ठै हो तपाईँको अगाडि। तपाईँ वरिष्ठै हो, किनभने तपाईँ पहिला सर्वोच्चमा छिर्नु भएको हो, नम्बर 1। नम्बर 2, अब झन् तपाईँ त एउटा कस्तो हो नि, तपाईँ एउटा आमा पनि हो, सासू पनि हो, बुहारी पनि हो, छोरी पनि हो, लक्ष्मी पनि हो, सरस्वती पनि हो, काली पनि हो, दुर्गा पनि हो, चण्डी पनि हो। तपाईँ एउटा महान महिला हो। त्यसले गर्दा तपाईँलाई म के भन्छु भने, कहिले बिहा नगरिकन, बच्चा नजन्माइकन पनि आमा भइन्छ क्या। मदर टेरेसा भएकी थिइन् नि संसारकी आमा। तपाईँ आज सर्वोच्च अदालतको प्रधान न्यायाधीश नभइकन पनि नि यो न्याय र कानुन दिने, कानुन सम्पादन गर्नेको वरिष्ठम आमा न्यायाधीश बन्नुभयो। तपाईँले जितेर पनि कहिले जितेर पनि हार्नुपर्छ क्या, त्यसैलाई बाजीगर भन्छ। सपना मल्ल प्रधान भनेको बाजीगर हो। जित्ते हार्नेवालाको बाजीगर भन्छ क्या। कहिले जितेर पनि हारिन्छ। जस्तो त्यो शब्द म सुनिल शर्मालाई दिन्छु क्या। आज सुनिल शर्माको ठाउँमा सुनिल शर्माले यहाँ हेर्नुहोस् रेकर्ड छ, 565 घर सुकुम्बासीलाई धनीपूर्जा दिलाए, सुकुहरूलाई। अरू मान्छेलाई चाहिँ तपाईँको के छ भन्दाखेरि यहाँ मसँग छ 565 घरलाई सुकुम्बासी ऊ गर्यो। 565 भूमि आयोगबाट क्षेत्र नम्बर 3 गए, धनीपूर्जा बाँडेको नापी गरेर निशा दिलाएको त झन्डै 3000 जनालाई छ। 3000 सुकुहरूलाई भोट हाले। त्यो ग्वाटेमाला जेलमा लगेर राख्ने खालको मान्छेलाई अनुमान र दनवार पाण्डव सुनवारलाई भोट हाले। मोरङ क्षेत्र नम्बर 3 का सुकु अहिले छक्क परिरहेछ। हजारौंलाई डाक्टर पढायो सुनिल शर्माले, पढाए हो कि गरिबका उपचार गरेर दिशा सोर्यो, पिसाब सोर्यो। आज त्यहीको जनताले फेरि सुनिल शर्मा खोज्दैछ 1 महिना पछाडि। तर 5 वर्ष त पाउँदैन। हुनसक्छ फेरि बिचमा 84 मै चुनाव हुनसक्छ, अरू कुरा हुनसक्छ। तर कहिले म सपना मल्ल प्रधानज्यूलाई के भन्छु भने, तपाईँ नआत्तिनुहोस्। अब तपाईँले झन् डटेर न्याय दिनुपर्छ। डटेर रवि लामिछाने जस्ता ठगहरूको मुद्दा तपाईँले अब नेपाली जनता अगाडि इन्साफ दिनुपर्छ। नाइन्साफी होइन, इन्साफ दिनुपर्छ। मैले सुनेको यहाँ हामीले तिरेको करले